दुईटैबाट हालिदिँदाखेरि ल नराम्रै हुँदैन नि त। गाइस अब यो र म आज अन्ना चिउरा हान्दैछौँ। अब फेरि गाइस मलाई चाहिँ अन्ना चिउरा भनेपछि मलाई किन गाइस धेरै मिठो लाग्छ गाइस। मलाई नि मिठो लाग्छ नि, मिठो कुरा कसलाई नमिठो लाग्छ। एकदम सस्तो मिठो होइन, तर नअगाइनी पनि टक्क होइन, पानी टक्क एक जग खायो। पिज्जा बर्गर हान्नुभन्दा यो हान्नु धेरै राम्रो छ गाइस है, हेल्थको लागि पनि। राम्रो छ। अहिले चिया फेरि तेरो हो, म खाइदिन्छु नि फेरि चिया लभर हो हेरेर भाइ त्यस नबोल है दाइसँग। अब गाइस यस्तो छ, अब यस्तो बेलामा हामीसँग गाइस अब त्यही हो, अब अरू भिडियो हामी हाल्न सक्दैन अनेस्टली भन्नुपर्दाखेरि। हामी यसो गरेर भेट्दाखेरि लन्च चिया खाएको यसो खाएको हाल्छौँ। अब हामीसँग अलिकति समय छैन अहिले पनि, अब हामी बिजी नै छौँ। तैपनि अब 5-7 मिनट 8-10 मिनट लन्च हामी यसो खाजामा यसो निस्केको कुरामा अनि यसो खाजा खाएको क्या। जस्तो त्यही भएर पनि सपोर्ट गरिदिनु होइन। अब अहिलेसम्म त हजुरले एकदम सपोर्ट गरिदिनु भएको छ है। अब यसो अब हामी अन्य कुरा खान्छौँ, तपाईँहरू हेरेर पानी चाहिँ ननिकाल्नु है, पेट दुख्छ भरे हामीलाई। जर्सले त्यसो भन्छ होइन, माया त छ नि मनमा, प्रेमको प्रेम गाडै गर्न हाल्छु नि। अनि गाइस यस्तो हुन्छ क्या गाइस है, अब धेरैजना साथीले भन्नुहुन्छ कि मलाई यो मलाई ह्यान्सी कुन एङ्गलबाट ह्यान्सी छ भन्नुहुन्छ होइन। अब मलाई ठिकै पनि हो, कुनै एङ्गलबाट पनि म छैन गाइस। ए मान्छेको कुरा सुन्ने होइन क्या, हो त आफ्नो ठाउँमा राम्रो छ किन अरू मान्छे के गर्छ भन्दाखेरि अनुहार हेरेर मात्र जज गर्छ क्या। राम्रो चट्टका कोट प्यान्ट लगाएको टाई साई लगाएको होइन, सेतो भयो भने वाह क्या दामी केटा। अनि हामी अब कालो छौँ होइन, कस्तो नराम्रो, यसको नाम ह्यान्सीले तँभन्दा बरु फलानु राम्रो छ भने हाम्रो अरूलाई अरूसँग कम्पेयर गरेर हाम्रो छालाले कहिले राम्रो हुने क्या। मान्छेको मन राम्रो हुनुपर्छ, मन सफा हुनुपर्छ, मान्छेको व्यवहार क्यारेक्टर सबै राम्रो भयो भने त्यो मान्छे त्यत्तिकै ह्यान्डसम हुन्छ गाइस। मन सफा है, मन सफा है भुत्ला छ यसो सगा सिग्री ताने ट्रिकली लाग्छ, चोर पनि हो गाइस है। के बोल्छु भाइ, सरी अन्ना चोर मैले खाएको मलाई खाँदै भन्दिएर यार। ल सिग्री चोर भन्छ यार, यो माछालेको विश्वास देख्नु हो साथी। तपाईँले भन्नुहुन्छ नि ह्यान्सीले गोरुलाई गोरु भन भनेर, मैले किन गोरु भनेको छु, यसको बोली यही हो कि सिधै। अब यसलाई मैले गोरु नभन्नु। यस्तो यो र ममा जे पनि चल्छ होइन, त्यसको माइन्ड पनि यसले पनि गर्दैन, म पनि गर्दैन। एउटा मित्रता छ सानो, यो यसको र ममा एउटा साथीको मित्रता छ, क्लोज छौँ। तर म चल्छ, गाली यताउता चल्छ होइन। माइन्ड पनि छैन दुईजनामा, लात हाने पनि पिटे पनि होइन, माया छ। त्यही भएर जे पनि भनिन्छ, यसले पनि भन्छ, म पनि भन्छु। घरि सिक्री लग भन्छ, घरि यता लग भन्छ, हातले हान्छु हातले भनेर लातले हान्छु। तर त्यसको गर्लफ्रेन्ड चाहिँ मैले लगाएको छैन है। फेरि कहिले काहीँ लग्छ कि भनेर डराउँछ फेरि, के डर चाहिँ छ यसलाई। फेरि सुर्ती लगिन्छ कि हात, त्यसपछि लात झन् हान्दिनँ बिचारो हुन्छ क्या। एक हात बिल लड्छ, हात कुट्नु यार बच्चा बोल्दै हिँड्ने भोलि त्यहाँबाट म त कहाँ हो भाइ। तर यो मेरो भाइ हो नि, यो भर्खरको मान्छे हो नि, अनि म चाहिँ अलिक एजेडै हो, तर दाइ भन् भन्छ। अब के गर्नु, फर्काएपछि सोध्नु मान्छे आफू दाइ नै भनिदिनु पर्ने, नत्र हानिहाल्छ हान्न त होइन। यसको हिसाबले चाहिँ अब त म दाइ नै हो सायद है। त कति सालले भन्नु ल, पाउनु दाइ बस्नु जेठो म हाएको न कति सालले पऱ्यो। म त कति भर्खर स्विट 16 नै हेर्नु यहाँ। मलाई त झुट बोल्न आउँदैन गाइस। म 54 सालको केटा हो, अब आउने असारमा 28 वर्ष लाग्छ। म टिट भन्न त अन्धेर होइन माखा र त दाइ भने म तँलाई बाल दिन्न। बाल दिएन यार, बालै छैन यहाँ, बाल झरेर यहाँ हेर्दा हुन्छ, बालै होइन हेरेर। अस्ति नदेखा न यहाँ भिडियोमा। तर चिउरान्नु लास्टै मिठो यार। किन होला आजकल गाई मर्न हो कि म त है, अन्न मात्र खानु मन लाग्छ। अनि मासु सासु यस्तो केही होइन, मिठो मिठो कुरा होइन, यस्तो नर्मल के टक्क हेर्नु कस्तो अगाउँछु क्या म। आयु धेरै लामो छ लास्टै दामी लाग्छ गाई। यहाँ फेरि यहाँ चाहिँ दामी चिउरा बनाउँछ कि यो, म हामी खाइरहेको ठाउँ चाहिँ मैले लिएर खुवाएको एक दिन पल्क्यो, दामी छ गाई भयो। अनि यसो घर ओखालौँ यहाँ
मेरो त राम्रै साफ हो गाइस मेरो चाहिँ पुरै पहाड हो गाइस घर है एकदमै पहाड घर मेरो चाहिँ तराईहरू अल्लुङ्गा हाम्रो वास्तवमा भन्नुपर्दा गाइस अब झुट बोल्न हुँदैन भगवान् साक्षी हाम्रो रामै साप चाहिँ मलाई एकदमै धेरै विकट लाग्छ मेरो घर मेरो गाउँमा त अब वास्तवमा भन्यो भने पातै छ कि गाइस आफ्नो ठाउँलाई जहिले पनि राम्रो हुनुपर्छ यहाँ सुन्न पहिला पातै छ तर हामी त्यहीँ जन्मेर हुर्केको हुनाले हामीलाई चाहिँ स्वर्ग जस्तै लाग्छ क्या यसले पात भनेको चाहिँ रुख बुट्टाको पातै त्यस्तो नराम्रो भने होइन यसको गाउँ एकदम राम्रो ठाउँ हो पात भनेको चाहिँ रुख बुट्टा झारपात भनेको है फेरि हाम्रो गाउँमा चाहिँ के छ भन्दाखेरि अब जस अब नेताहरू पनि कुनै राम्रा नि छन् कुनै नराम्रा नि छन् विकासहरूको त्यस्तै हो गाइज है त्यहाँ विकास भयो भने यसले हुनै दिँदैन क्या त्यहाँको बजेट आयो भने सबै यसले खान्छ त्यही बजेट ल्याएर राखेको थियो अहिले चिलाउन खान पाइरहेको छ होला आयस त चाहियो नि बे त्यो 700 रुपियाँ पतेर आयो क्या तपाईँले हेरेर चाहिँ हामी हेन्जिटो पनि खतरा सोचिरहेको मन केही छैन गाडीमा चिलाउन हात पनि हुन्छ अर्ग्यानिक खानेकुरा खान्छौँ क्या हामी अब अरू यस्तो मुखबाङ गर्नु र पुरै सी फुड ल्याएर अन्डा ल्याएर मासु ल्याएर पोक ल्याएर पुरै बेबी सानी सानी भनेर भन्न मिलेन गाई तर म चाहिँ पोर्कहरू खाँदिनँ है बाहुनको छोरो हो चोखो मान्छे अब यसले चाहिँ जे पनि छोड्दैन यसले गोरुको मासु पनि छोड्दैन अनि त्यो छोरी सुन भाइ सबैभन्दा बढी पोर्क खाने भनेको अहिले नेपालमा बाहुन छेत्री बाहुन चाहिँ होइन छेत्री हो छेत्री बाहुन मन छेत्री बाहुन हो म पोर्क धेरै खान्छु मलाई मन पर्छ गाई सिराको हाम्रो घरमा चाहिँ मम्मीले भित्र हुनै दिनुहुन्न सिराको छ्याछ्या चाहिँ के ल्या भन्नुहुन्छ अब कोही मन पर्दैन नि त होइन अब मम्मीहरूले खानुहुन्न ड्याडीहरूले खानुहुन्छ ड्याडीले खानुहुन्छ पोर्क खानुहुन्छ दाइ भाइ सबैले खान्छ जस्ट मम्मीले मात्रै खायो मम्मीले चाहिँ पहिला मन पर्दैन क्या मम्मीलाई अनि पोर्क खानुहुन्छ अनि बफ पनि सबैले खान्छ घर मन बाहेक बफ चाहिँ मम्मीले पकाइदिनुहुन्छ त्यतिखेर खानुहुन्न कि त पोर्क चाहिँ अब कसैलाई त्यस्तै हुनुपर्छ गाई है केटी गयो मलाई केटी नै हेर्दैन है अनुहार राम्रो भएर हुँदैन बुझिस् म त्यो केटीलाई रियलमा हेर्न चाहन्छु बिना मेकअप त्यो बेला राम्री देख्छ नि उसको बोली चालीहरू छ नि सबै कुरा राम्री दिन अनुहारले मात्रै हेर्ने नि त भाइ कतिजना केटीहरूसँग अब चाहिँ लगभग हिँड्थ्यो होला होइन पट्याइन्थ्यो होला के होला नि त म पनि गफ दिन चाहेँ भनेर के छ र गाई पठाउनु ठुलो कुरा छैन किन पट्याउने गाई अब जे छ आफ्नो गर्लफ्रेन्ड भइसक्यो अब अरू पट्याएर हुन्छ बे राम्रो चिजलाई त जसले पनि आँखा लाउँछ केटा त हाम्रो छोरा मान्छेको बानी बुढी भए पनि केटीहरू चाहिँ राम्रो देखायो भने किन हेर्नु मन लाग्यो भन्दा छोरा मान्छे सबैलाई भन्दिनँ कुनै पास हुन्छ नि त जस्तै क्या मासले म त लोयल मान्छे तँलाई थाहा छ ल बाई बाई गाइज सबैजनाले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला लभ यु अल सबैजना स्वस्थ मस्त रहिदिनु होला बाई बाई टेक केयर चुहान्दै सकेन के टेक केयर सकेँ मैले